सामाजिक विषयमा मार्क्स धेरै ल्याउने टिप्स चाहिँ साथीहरू, नम्बर 1, डोन्ट लिभ एनी क्वेसन्स। तपाईँहरू धेरै साथीहरूले क्वेसन छोडिदिनुहुन्छ कि सामाजिकमा, कुनै पनि क्वेसन नछोड्नुहोस् के, जे आउँछ त्यही ल्याउनुहोस्। बरु तपाईँलाई उद्देश्य आउन्न कुनैको, तर महत्त्व आउँछ भने बरु त्यही लेखिदिनुहोस् के, तर क्वेसन चाहिँ नछोड्नुहोस् के। यहाँ म्याथ जस्तो होइन कि तपाईँको हिसाब मिल्दाखेरि नम्बर पाइने नत्र नपाइने भन्ने, म्याथमा पनि अझ स्टेप मार्किङ भन्ने हुन्छ। त्यही भएर सोसलमा त छोड्ने नै होइन, यो थ्योरी राइटिङहरूमा कुनै पनि विषयमा क्वेसन छोड्ने नै होइन, जे आउँछ त्यो लेख्ने, त्यो टपिकको बारेमा केही न केही थाहा होला नि त्यो लेख्ने। हरेक क्वेसन्सको फिगर बनाउनुहोस् है साथीहरू। फिगर कसरी बनाउने भन्ने कुरा मैले योभन्दा अघि भिडियोमा सिकाइसकेको छु, यहाँ पनि थोरै भन्छु। जस्तै कि कसैको कुनै क्वेसन्सहरू आयो भने त्यसको टपिक ट्याक्कै यहाँ लेख्ने, त्यसपछि त्यसका बुदाहरू चाहिँ टक्क यसो गराएर लेख्ने साथीहरू। त्यो इम्पोर्टेन्स अफ डिसिप्लिन भनेर आयो भने यहाँ जस्तै इम्पोर्टेन्स अफ डिसिप्लिन भनेर मैले लेख्दिएँ। अब सामाजिक त नेपालीमा हुन्छ भनेपछि अब यो डिसिप्लिन भन्ने नै आउँदैन आउन त सामाजिकमा। त्यही पनि मैले इक्जाम्पलको लागि है साथीहरू, फेरि यही आउँछ भन्ने होइन, यो त फेरि तपाईँको सिलेबसमै होइन, यही आउँछ नि भन्छन् कि कतिले फेरि, त्यही भएर भनेको इक्जाम्पलको लागि। अब इम्पोर्टेन्स अफ डिसिप्लिन के हो, टक्कै यहाँ लेख्ने, यहाँ लेख्ने, यहाँ लेख्ने, यहाँ लेख्ने, यसरी फिगर बनाउने। यो मात्र फिगर हुन्छ त होइन, अर्को फिगरको टाइप पनि हुन्छ, यस्तो पनि हुन्छ फिगर, यसो गराउने, अनि बिचमा तपाईँको के हो त्यो टपिक त्यो लेख्ने, त्यसरी टक्क तपाईँको 4वटा पोइन्टहरू हुन्छन् नि, त्यो टक्क यसरी लेख्ने, यसरी 4वटा पोइन्टहरू टक्क गोलो बनाएर फिगरहरू लेख्ने। फिगरहरू लेख्नुभयो भने के हुन्छ, यसले चाहिँ मार्क्स बढाउँछ। कसैले 3 नम्बर दिन खोज्दैछ भने पनि 3.5 दिन्छ के फिगर बनाइसकेपछि। प्राय सबै एन्सर पोइन्टमा लेख्ने है साथीहरू, कहिले पनि प्याराग्राफमा नलेख्ने, पोइन्टमै लेख्ने। अब तपाईँको धेरैले के लेख्छन् भन्दाखेरि त्यो भनौँ न, यो भनाइलाई प्रश्न पार्नुहोस् भनेर क्वेसन दियो भने, यसरी भनाइलाई प्रश्न पार्नुहोस् भनेर क्वेसन दियो भने त्यसलाई चाहिँ प्याराग्राफ बनाएर लेखेर आउँछन् कि, त्यो प्याराग्राफ लेख्ने होइन साथीहरू, पोइन्टमा लेख्ने। सबै क्वेसन्सहरू पोइन्टमा लेख्ने, हरेक क्वेसन्सहरू प्राय पोइन्टमा लेख्ने। त्यो भएपछि तपाईँको छिटो पेज पनि भरिन्छ, तपाईँहरूलाई सजिलो पनि हुन्छ, मार्क्स दिन पनि सकिन्छ। ल साथीहरू, सर्ट क्वेसन चाहिँ तपाईँहरूले 1 पेज लेख्नु होला है, 1 पेज लेख्नु होला। भेरी सर्ट क्वेसन्स लङ क्वेसन्सहरू चाहिँ 2 पेज लेख्नु होला है। 2 पेज कम्पलसरी हो है साथीहरू, कम्पलसरी लेख्नै पर्छ। यदि नलेखेसम्म मार्क्स आउँदैन। कसरी लेख्ने अब त्यो कुराहरू तपाईँलाई थाहा नै छ, फिगरहरू बनाउने, पोइन्टहरू लेख्ने, टक्क डिस्क्राइब गर्ने अनि लेख्ने। भेरी सर्ट क्वेसन नबिगार्नुहोस् है साथीहरू, जुन 1 नम्बरको 11वटा क्वेसन्स आउँछन् नि त्यो नबिगार्नुहोस्। साथीको चोरेर हुन्छ कि, टोयलेट नगर चिट चोरेर हुन्छ कि, साथीको चोरेर हुन्छ कि, त्यो चाहिँ अब तपाईँहरूले त्यसरी चाहिँ लेख्नु होला। तर भेरी सर्ट क्वेसन नबिगार्नुहोस्, किनकि यसमा ट्याक्कै जति मिलेपछि ट्याक्कै 1 नम्बर आइहाल्छ कि, सो 11 नम्बर आइहाल्छ कि यसमा, त्यही भएर चाहिँ नबिगार्नु होला। यिनै थिए टिप्सहरू। थ्याङ्क यू सो मच।